हेलो नमस्ते सबैजनालाई सन्चै आरामै हुनुहुन्छ। आज चाहिँ हामी बुढाबुढी भएर सोमबारको लागि बेलपत्र टिप्न जान लागेको। अनि हामी बुढाबुढी भएर चाहिँ बेलपत्र टिप्नको लागि चाहिँ मामा घर जान्छौँ। त्यहाँ घर नजिकै बोट भएको कारणले हामीलाई त्यहाँ सजिलो हुन्छ भनेर हामी मामा घर जाँदैछौँ। अनि बाटोमा जाँदा जाँदै बाइकलाई भोक लागेछ। अनि हामी चाहिँ बाइकलाई खुब अन्तिर लाग्यौँ। बाइकले खाए पो हामी आफ्नो गन्तव्यसम्म पुग्न सकिन्छ त। अनि बाइकलाई चाहिँ मर्मत गरेर अनि हामी चाहिँ फेरि बुढाबुढी भएर हिँड्यौँ। यो चाहिँ रेनकोट, पानी आउँदाखेरि चाहिने चिज। आजभोलि त सबै लिएर हिँड्नुपर्छ। अनि हामी चाहिँ हिँड्यौँ। बाटोमा हामीले कुरा गर्दै गर्दैछौँ। अनि हामीले के गर्ने त अब भन्दाखेरि अब सिधै मामा घर जाने अनि मम्मीलाई एकछिन भेट्ने अनि हामी बेलपत्र टिप्न जाने भनेर अनि म भन्दैछ। अनि मामा घर पुगेपछि कति राम्रो फुल। हाम्रो मामा घरमा चाहिँ फुलको खानी नै छ। अनि बेलपत्र टिप्नलाई मलाई हेल्प गर्न जानुहुन्छ मेरो बुढा। अरू केही नभए नि बुढा चाहिँ साथीको रूपमै पाउनुपर्छ है साथीहरू। हामी बुढाबुढी चाहिँ साथी नै हो, जहाँ जाँदा पनि सँगसँगै जाने अनि एकअर्कालाई हेल्प गर्ने। अनि मैले पनि बेलपत्र टिपेँ। बुढोले टिपेर भएपछि अनि म हजुरहरूलाई फुल देखाउँछु। यो चाहिँ नागबेली फुल हो। अनि यो चाहिँ अपराजिता फुल। को चिन्नुपर्छ त। मामा घर अम्बा पनि थियो। अनि मैले अम्बा पनि थोरै भिडियो बनाउँछु भनेर भिडियो बनाएँ। अनि भिडियो बनाइसकेपछि ड्याडीले चाहिँ खान्छौ तिमीले भन्नुभयो। अनि पछि भने अनि फेरि ड्याडीले मलाई अम्बा पनि टिपेर दिनुभयो। अम्बा चाहिँ ठुलो ठुलो थियो। हेर्नु है त अम्बा कति ठुलो थियो। वा। अनि हामी बुढाबुढी भएर बेलपत्र अम्बा टिपेर हामी लाग्यौँ फलफुल लिनलाई। अनि फलफुल पनि लिएर हामी घर जान लाग्यो। अनि बुढोले चाहिँ त्यहाँ घर पानीपुरी खाएर जाने भन्नुभयो। अनि फेरि बुढाबुढी भएर फेरि पानीपुरी खान थाल्यौँ। अनि हजुरले खानु त भनेको मिठो छ भन्नुभयो। म खुवाइदिउँ हजुरलाई भनेको भन्छ। अनि फेरि खुवाइदिएँ। अनि पानीपुरी खाइसकेपछि को लास्टमा माग्नुहुन्छ त पापडवाला कति मिठो हुन्छ है। ल आजको लागि बाई बाई, सी यू गाइज।